गरिरहेको हुन्छ धेरै एक्सपेक्टेसन हाई चाहिँ नराख्नु होला कसैले पनि केही छैन त्यस्तो बेस्ट छ त अनि त्यही भएर चाहिँ बोल्न जान्नु त्यस्तो भन्न पाइँदैन त्यस्तो स्पेसल उहाँ हो है बिदाई हुने अस्ट्रेलिया जाने हुन्छ ल खै स्टार्ट गरौँ न त सुरु गरौँ न त खै यहाँ हाम्रो बुद्ध भूमि कम्प्युटर ट्रेनिङ इन्स्टिच्युटमा पहिल्यैदेखि सुरुवात भनौँ न उहाँले नै गर्नुभएको थियो दिपेन्द्र सरले अनि उहाँले हामीले यत्तिकै गर्नु भएर हामी यहाँ सिक्न पाएका छौँ हो कि नै अनि नयाँ यो अझै हाम्रो प्रगति गर्दै जाउँदा होइन अलिक गर्दै जाँदैछौँ उहाँले नै गर्दाखेरि हामीले यतिको पढ्न पायौँ सिक्न पायौँ धेरै कुराहरू ज्ञानहरू आर्जन गर्न पायौँ किन कुराहरू चाहिँ लाइफ पनि र हामीलाई चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ हामीलाई सहयोग गर्नुभएको छ क्या उहाँले एउटा गार्जेनको रूपमा होस् या दाइ भाइ होइन साथी कसरी चाहिँ हामीलाई चाहिँ सहयोग गर्ने कसरी चाहिँ हामीलाई चाहिँ कसरी हुन्छ हेल्प गर्ने भनेर चाहिँ हामीले एकदमै सहयोग गर्नुहुन्छ उहाँले त्यसको लागि पनि हामी चाहिँ उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ हामीले चाहिँ सुरुमा चाहिँ यस्तो आउनुको चाहिँ ग्रुपमा काम नगर्ने यो कार्यक्रम नगर्ने भन्दा पनि यस्तो भइराखेको छ भनौँ अब यहाँ हाम्रो एज अ गेस्टको रूपमा चाहिँ निश्चल दाइ दिपक सर अनि बहिनी रबिना बहिनी जो पहिला चाहिँ यहाँ सुरुमा भनौँ न एज अ टिचरको रूपमा चाहिँ काम गर्नुभएको थियो सबैलाई थाहा छैन होला है उहाँ एउटा टिचर हुनुहुन्थ्यो पहिला यहाँ अझै गर्नुहुन्न उहाँहरूलाई पनि एकदमै स्वागत भन्न चाहन्छु र अहिले त्यो सबै यो हुन गइरहेको कार्यक्रम पनि हाम्रो विद्यार्थी भाइ बहिनीहरूले सहयोग गर्दा नै भएको यतिको उहाँलाई पनि मेरो तर्फबाट र यो इन्स्टिट्युट तर्फबाट चाहिँ धन्यवाद गेस्टको रूपमा आउनुभएका हाम्रो सरलाई पनि एकदमै धन्यवाद भन्दै हामीले उहाँलाई स्वागत गर्छौँ त्यस्तै यो इन्स्टिट्युटमा दिपेन्द्र सरलाई सहयोग गर्दै आउनुभएका निश्चल दाइलाई पनि एकदमै धेरै धन्यवाद उहाँलाई पनि गेस्टको रूपमा चाहिँ सम्मान गर्न चाहन्छौँ त्यस्तै अनि पहिल्यैदेखि नै हाम्रो यो इन्स्टिट्युट चलाइसकेपछि टिचरको रूपमा मलाई पढाउनु भएको पनि त्यही रबिना मिस हो है रबिना मिसले पनि मलाई धेरै सहयोग गर्नुभएको छ अनि उहाँसँग काम पनि गर्न पाएँ उहाँले पनि सिकाउनु भयो मलाई होइन उहाँलाई पनि धेरै धेरै धन्यवाद यहाँ कार्यक्रममा आउनुभयो त्यस्तै अब हाम्रो दिपेन्द्र सरको त कुरै नगरौँ सबै एकदमै उहाँको लागि नै हाम्रो यो कार्यक्रम सञ्चालन भएको हो भन्न चाहिँ भन्न चाहन्छु सबैलाई नमस्ते गर्यौ त र सबैलाई नमस्ते गर्दा अगाडि गयो गर्नुभएको छ धेरै सहयोग गर्नुभएको छ कुराहरूमा चाहिँ एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु धेरै सबैलाई मलाई मात्र नभएर हाम्रो विद्यार्थी भाइ बहिनीलाई कसरी सिकाउनु हो के गर्ने हो आज भन्छु म यस बुद्ध भूमि कम्प्युटर इन्स्टिट्युटबाट विद्यार्थी बनेर आएको थिएँ तर अब दाइको चाहिँ अस्ट्रेलियाको भिजा लागेको छ त्यसको लागि हामी सबै साथीभाइहरूबाट एकदमै हार्दिक शुभकामना गर्न चाहन्छु अनि हजुरको अस्ट्रेलियाको यात्रा चाहिँ राम्रो होस् बसाइ पनि राम्रो होस् भन्ने चाहिँ शुभकामना दिन चाहन्छु त्यस्तै अब आफ्नो फेरि अझै सम्मानको र दाइलाई बिदाई सबै कुराहरूको गर्नको लागि चाहिँ हाम्रो भाइ धन्यवाद मलाई दिएको आज जसको लागि चाहिँ कार्यक्रमलाई मनैदेखि आर्ट इन्स्टिट्युट वेलकम भन्न चाहन्छु म यो इन्स्टिट्युटमा चाहिँ आएको करिब 2 हप्ता जति भयो होला अनि 2 हप्ता अगाडि जब म आउँदै गर्दा चाहिँ घरमा केही पनि नगरिकन बसिरहेको थिएँ तर यो खाली समयले युटिलाइज गरौँ न त भनेर चाहिँ हाम्रो नजिकै चाहिँ अब यहीँ इन्स्टिट्युट खोलिरहेको छ कम्प्युटर सिकाउनु
आज काम नलाग्यो भोलि काम लाग्न सक्छ भन्ने हेतुको हिसाबले चाहिँ म आएको थिएँ अनि आउँदै गर्दा दाइसँग भेट भयो। त्योभन्दा अगाडि 2 दिन अगाडि पनि 2-4 चोटि म आएर फर्किसकेको थिएँ दाइलाई भेट नभएर। अनि फाइनली चाहिँ तेस्रो या चौथो पटकमा चाहिँ दाइसँग भेट भइसकेपछि जब म दाइसँग बसेर कुराकानी गरेँ, कुराकानी गर्दै गर्दा चाहिँ दाइले यति मजाले सबै कुराहरू बताइदिनु भयो कि म छर्लङ्ग नै भयो कि त्योभन्दा अगाडि चाहिँ कम्प्युटर क्लास के हो कस्तो हो कसरी गरिन्छ भन्ने कुरा केही पनि थाहा थिएन। तर त्यहाँ भेट भइसकेपछि चौथो पटक त्यो भेट भइसकेपछि चाहिँ सबै कुरा क्लियरली बताइदिइसकेपछि मलाई अझै पढ्नु मन लाग्यो होइन। त्यो कुराले अझै इन्करेज गर्यो मैले पनि पढ्नुपर्छ भोलि बिहान गएर केही कुनै पनि जब गर्नको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट अथवा चाहिँ नेसेसरी हुनसक्छ भन्ने हिसाबले अनि म जोइन भइसकेपछि पनि धेरै कुराहरू सिकाउनु भयो। आफै राखेर आफ्नै भाइ जस्तो नचिनेको मान्छेलाई पनि एउटा भाइ जस्तो गराएर चाहिँ राख्नु भयो अनि त्यसरी सिकाउनु भयो। समय छोटो थियो। आज हिजो अस्ति मात्र थाहा भएको दाइको चाहिँ अस्ट्रेलियाको भिजा लाग्यो भन्दा अलिकति नराम्रो पनि लाग्यो कि यति राम्रो सिकाउने यति राम्रो गाइड गर्ने मान्छे चाहिँ आज छोडेर जाँदै हुनुहुन्छ भन्ने हिसाबले चाहिँ अलिकति नराम्रो फिल त लाग्यो नै। तर पनि के गर्नु त भन्दाखेरि सबैले सबैको बारेमा सोध्नु पनि सोचेर पनि भएन, आफ्नो बारेमा पनि सोध्नुपर्छ। सो दाइले चाहिँ आफ्नो भविष्य एउटा राम्रो बनाउनको लागि चाहिँ अरूको भविष्य त गराउँदै हुनुहुन्थ्यो, आफ्नो भविष्य राम्रो अस्ट्रेलिया जाँदै हुनुहुन्छ। अनि अस्ट्रेलियाको बसाइ पनि उहाँको एकदमै सुखद रहोस् होइन, एकदमै चाहिँ फलोस् रहोस् भन्न चाहन्छु। समय एकदमै छोटो थियो होइन, उहाँले मलाई दिनुभएको समय चाहिँ एकदमै छोटो थियो तर पनि एकदमै इम्पोर्टेन्ट थियो। उहाँले दिएको त्यो समयले चाहिँ मलाई आगामी जीवनभरि नै एउटा यस्तो नलेज दिइरहेको छ कि हामीले चाहिँ केही गर्नुपर्छ अनि एउटा कम्प्युटर फिल्डमा पनि चाहिएन हामी सबै चाहिँ एउटा राम्रो एउटा विदाय कार्यक्रमको लागि चाहिँ बसिरहेको छौँ। सो अरू धेरै चाहिँ केही भन्न चाहन्न होइन। आगामी दिनहरूमा पनि दाइहरूसँग अस्ट्रेलिया गएर पनि फेरि फर्केर आइसकेपछि भेट्न पाओस् है, यसो फेरि सँगै मिलेर बसेर चाहिँ काम गर्ने मौका मिलोस् अनि अस्ट्रेलियाको बसाइ एकदमै सुखद रहोस् भन्दै यति भन्नुभयो। यो कार्यक्रम भनेको सम्मान कार्यक्रम जो खादा र माला मात्र नभएर सम्मानको भावना, आफूले गर्ने आफ्नो गुरुलाई गर्ने सम्मानको भावना र विदाय भनेको कुनै त्यो पिछडको भावना नभएर हाम्रो आफ्नो जीवनको नयाँ सुरुवातको जीवनको सुरुवातको भावना हो। यो सबैको सम्भव भनिकन हाम्रो यो कार्यक्रम रहेको छ। यो कार्यक्रमलाई सुरुवात गर्नको लागि चाहिँ यति हामीले स्वागत गरिसक्यौँ हाम्रो हजुरहरूलाई र यसको लागि चाहिँ दिपेन्द्र सर र दिपक सर, मिसन दाई, बहिनी मिलेर चाहिँ दीप जलन गर्नुहुन किन ताली बजाउनु है सबैले। मेरो हात छोबो त ल निश्चल दाइले पनि कसले नमस्ते गर्ने रविना त्यही उसले दीपले गर्नु त्यही उसमा दीपमा गर्नु स्वागत गरिदिएको क्या स्वागत अघि नै मुक्ति बालेर हामीले सम्मान गर्दै गर्दा हामीले अब चाहिँ खादा र फुल दिनको लागि बहिनीहरू आएर यस्तो सरलाई मोबाइल के हो कसको हो मोबाइल नयाँ मोबाइल रहेछ यार काम गर्छ छानी जसको ठाउँ पाले
दीपक सर पनि आएर साथ दिनु होला मलाई लाएर खाजा लाएर उहाँले पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा हामीलाई एकदमै सहयोग गर्नुहुन्छ मलाई त्यस्तै बहिनी रविना